नमस्कार। म महर्जन रत्न, हाम्रो यो शङ्करापुर सक्को महोत्सवको प्रचार प्रसार कमिटी उपसमितिको चाहिँ संयोजक। आज यो शङ्करापुर सक्को महोत्सवको जुन भएको छ त्यसको एक किसिमले विभिन्न हिसाब किताब तपाईहरु सामु प्रस्तुत गर्ने र यो महोत्सवमा चाहिँ सहयोग गर्नुहुने महानुभावहरूलाई चाहिँ हामी केही सम्मान गर्ने कार्यक्रम अगाडि बढाउँदैछौँ। यसको लागि चाहिँ सबैभन्दा पहिला शङ्करापुर सक्को महोत्सवका संयोजक एवं शङ्करापुर नगरपालिकाका मेयर साहब रमेश नापितज्यूलाई आसन ग्रहण गरिदिन अनुरोध गर्दछु। यो आसन ग्रहणको कार्यक्रम सुरुमा हामी आसन ग्रहणबाट अगाडि बढाउँदैछौँ। मैले सुरुवात गरिसकेको छु। अब उपसभामुख एवं यस कार्यक्रमका उपसंयोजक समिता श्रेष्ठज्यूलाई अनुरोध गर्दछु आसन ग्रहणको निम्ति। उहाँ आउँदै हुनुहुन्छ होला। त्यसै गरी नगर प्रवक्ता तथा वडा नम्बर 6 का वडा अध्यक्ष एवं कार्यक्रम संयोजक शङ्करापुर सक्को महोत्सवका कार्यक्रम संयोजक राधाकृष्ण श्रेष्ठज्यूलाई चाहिँ आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यसै गरी वडा नम्बर 7 का वडा अध्यक्षज्यू एवं यस शङ्करापुर सक्को महोत्सवका कार्यक्रम उपसंयोजक विष्णुप्रसाद श्रेष्ठज्यूलाई यस आसन ग्रहणको लागि अनुरोध गरेँ। आसन ग्रहणको क्रममा मैले अर्को अनुरोध गरेँ सत्यनारायण श्रेष्ठज्यू, उहाँ अध्यक्ष शङ्करापुर उद्योग वाणिज्य सङ्घ, यस महोत्सवका यो स्थल व्यवस्थापन संयोजक पनि हुनुहुन्छ। त्यसै गरी शङ्करापुर नगरपालिकाका विभिन्न वडाहरूका वडा अध्यक्षज्यू तथा कार्यपालिका सदस्यहरूलाई पनि म यहाँ नाम बोलाउँदैछु बिस्तारै यसमा आसन ग्रहणको लागि। सबैभन्दा पहिला वडा नम्बर 1 का वडा अध्यक्ष वेदनारायण दङ्गालज्यूलाई आसन ग्रहणको निम्ति अनुरोध गरेँ। त्यसै गरी वडा नम्बर 2 का वडा अध्यक्षज्यू रणबहादुर थिङज्यूलाई अनुरोध गरेँ आसन ग्रहणको निम्ति। उहाँ पनि आउँदै हुनुहुन्छ होला। त्यसै गरी वडा नम्बर 3 का वडा अध्यक्ष सूर्यबहादुर तामाङज्यूलाई अनुरोध गरेँ। उहाँ पनि आउँदै हुनुहुन्छ होला। त्यसै गरी वडा नम्बर 4 का वडा अध्यक्ष सुनाबहादुर तामाङज्यूलाई अनुरोध गरेँ। सुनाबहादुर तामाङज्यू उहाँ पनि आउँदै हुनुहुन्छ होला। वडा नम्बर 5 का वडा अध्यक्ष शेर गम्भीर थापाज्यूलाई आसन ग्रहणको निम्ति अनुरोध गरेँ। त्यसै गरी वडा नम्बर 8 का वडा अध्यक्षज्यू पोतेथिङज्यूलाई आसन ग्रहणको निम्ति अनुरोध गरेँ। उहाँ पनि आउँदै हुनुहुन्छ होला। त्यसै गरी वडा नम्बर 9 का वडा अध्यक्ष सहदेव श्रेष्ठज्यूलाई पनि अनुरोध गरेँ। उहाँ पनि आउँदै हुनुहुन्छ होला। अब विभिन्न वडाका वडा सदस्यहरूको पनि आसन ग्रहणको निम्ति मैले यहाँ अनुरोध गर्दैछु। श्रीराम श्रेष्ठ वडा नम्बर 6 का वडा सदस्यज्यू हुनुहुन्छ, उहाँलाई पनि आसन ग्रहणको निम्ति अनुरोध गरेँ। त्यसै गरी ज्ञानरत्न मानन्दर वडा नम्बर 6 वडा सदस्यज्यू। त्यसै गरी राज्यलक्ष्मी नेमकुल जोशीज्यू। त्यसै गरी कमला बोगती वडा सदस्य कमला बोगतीज्यू वडा नम्बर 6। त्यसै गरी चन्दा श्रेष्ठ वडा सदस्य एवं कार्यपालिका सदस्य। अर्चन देवसाई वडा नम्बर 7 वडा सदस्य। गङ्गालाल डङ्गोल वडा नम्बर 7 वडा सदस्य। तुलसा दमाई वडा नम्बर 7 वडा सदस्य। त्यसै गरी आनन्द रम्टेलज्यू कार्यपालिका सदस्य। आसन ग्रहणकै क्रममा हामी अब अगाडि बढाउँदैछौँ। यसमा यो कार्यक्रम
जुन समारोह समिति भएको थियो त्यसमा विभिन्न उपकमिटीका संयोजकहरूलाई म आसन ग्रहणको निम्ति यहाँबाट क्रमिक रूपमा नाम बोलाउँदैछु। नवीनलाल श्रेष्ठ आर्थिक व्यवस्थापन उपसमिति संयोजक, विशाल लामा लोकदोहोरी प्रतियोगिता व्यवस्थापन संयोजक, मीना वज्राचार्य लोकदोहोरी प्रतियोगिता व्यवस्थापक, कृष्ण गोपाल श्रेष्ठ चित्रकला संयोजक, रामेश्वर श्रेष्ठ भाषा साहित्य संयोजक, रामेश्वर श्रेष्ठ, नवीन नाभिद स्टेज व्यवस्थापन सुनटोल संयोजक, सुशील श्रेष्ठ कन्सर्ट व्यवस्थापक संयोजक, बालकृष्ण श्रेष्ठ स्टेज व्यवस्थापक संयोजक सालखा, रत्न महर्जन प्रचार प्रसार उपसमिति संयोजक म आफै, माधव श्रेष्ठ प्यानल छलफल उपसमिति संयोजक, विवन श्रेष्ठ सम्पदा चिनारी संयोजक, धर्मभक्त मल्ल बाजागाजा व्यवस्थापन समिति संयोजक, जगन्नाथ श्रेष्ठ सालखा टोल संयोजक, सुरज श्रेष्ठ इल्ला टोल संयोजक, सुरेन्द्र श्रेष्ठ चलाखो टोल सुरार अध्यक्ष, चन्द्रनारायण श्रेष्ठ दुगाइती सुधार समिति अध्यक्ष, शङ्करमान श्रेष्ठ सुनटोल सुधार समिति अध्यक्ष, रत्नलाल श्रेष्ठ एपाटोल सुधार तथा संरक्षण समिति अध्यक्ष, गगन रञ्जित पुखुलाची टोल सुधार समिति अध्यक्ष, जनता श्रेष्ठ धुला टोल सुधार समिति अध्यक्ष, जयराम श्रेष्ठ सांस्कृतिक झाँकी व्यवस्थापन संयोजक, जयशङ्कर सन श्रेष्ठ फोटो प्रदर्शनी संयोजक, रविन किचर सिंह महोत्सव सूचना केन्द्र संयोजक, धनराज घले पार्किङ व्यवस्थापन संयोजक, राजेश श्रेष्ठ स्वयंसेवक परिचालन एवं संयोजक, त्यसै गरी अब यो जुन आसन ग्रहणको हामीले नाम बोलाएका छौँ, केही साथीहरू उपस्थित नभइराख्नु भएको अवस्था छ, आउँदै हुनुहुन्छ होला। अब कार्यक्रमको उद्घाटनतिर लागौँ। कार्यक्रमको सबैभन्दा पहिला यो खादा वितरणमा लागौँ। खादा वितरणको लागि मैले यहाँ चन्दा श्रेष्ठज्यू र राज्यलक्ष्मी जोशीज्यूलाई अनुरोध गरेँ। हाम्रा अतिथि हाम्रा खादा वितरण गरिदिन हुन अनुरोध गर्दछु प्रमुख व्यक्तित्वहरूलाई। त्यसपछि सबैको समान कार्यक्रम त छँदैछ। अब हामीले हाम्रो देशको राष्ट्रिय गानबाट कार्यक्रमको प्रारम्भ गरौँ। राष्ट्रिय गीत, यसको निम्ति हाम्रा यहाँ अब सबै हुनको लागि विनम्र अनुरोध गर्दछु। Sayo tunga fulka hami
धन्यवाद। अब हामी शङ्खरापुरको गौरव शङ्खरापुर गाथाको लागि अनुरोध गर्दछौँ। धन्यवाद। हाम्रो गौरव शङ्खरापुर नगरपालिकाको गौरव गाथा हामीले सुन्यौँ। काठमाडौँ उपत्यकाकै सबैभन्दा पुरानो बस्ती बसेको इतिहास बोकेको यो शङ्खरापुर नगरपालिकाको ऐतिहासिक सांस्कृतिक र सम्पदाको पृष्ठभूमिमा लिएर गरिएको यो शङ्खरापुर महोत्सव, जसको मूल उद्देश्य पर्यटन प्रवर्धन गर्नु पनि थियो। यस कार्यक्रमको यो एक किसिमले त्यो बेला भएको जुन कार्यक्रमहरूको यो आयव्यय सार्वजनिक र त्यस कार्यक्रममा सहयोग गर्नुहुनेहरूलाई चाहिँ सम्मान गर्ने यो आजको कार्यक्रम हो। गौरवपूर्ण शङ्खरापुर नगरपालिकाको यो कार्यक्रममा
अब स्वागत मन्तव्यको लागि विष्णुप्रसाद श्रेष्ठज्यूलाई अनुरोध गर्दछु। धन्यवाद कार्यक्रम सञ्चालक रत्नजीलाई। आज शङ्खलापुर नगरपालिकाद्वारा आयोजित शङ्खलापुर सको महोत्सवको आय व्यय तथा सम्मान कार्यक्रमका अध्यक्ष शङ्खलापुर नगरपालिका प्रमुख रमेश ताप्लेज्यू, वडा नम्बर 6 का अध्यक्ष राधाकृष्ण श्रेष्ठज्यू, कार्यपालिका सदस्यज्यूहरू, वडा सदस्यज्यूहरू र यहाँ आमन्त्रितमा पाल्नुभएका सम्पूर्ण प्यारा दिदीबहिनी दाजुभाइ र यो महोत्सवमा सहयोग गर्नुहुने सम्पूर्णमा स्वीकार्नुहोस् मेरो न्यानो अभिवादन। हामी धेरै ढिलो भइसकेका छ, किनभने विभिन्न कारणहरूले गर्दा यो कार्यक्रम हामीले महोत्सव सिधेको 3 महिनापछि नै गर्नुपर्ने थियो र हामीले त्यो काम गर्न सकेनौँ, किनभने यसमा धेरै उल्झनहरू सिर्जना भयो। त्यो कारणले गर्दा हामी त्यसमा अल्मयौँ र हामीले कुनै पनि कार्यक्रमहरू गर्दा त्यो कार्यक्रमको आय व्यय प्रस्तुत गर्नुपर्छ, त्यो हाम्रो कर्तव्य पनि थियो। त्यसै कारणले हामी ढिलो भए पनि यो कार्यक्रम आज गर्दैछौँ र आज सम्पूर्ण यहाँ उपस्थित हुनुभएका यो कार्यक्रममा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभाव दाजुभाइ दिदीहरूमा म यो स्टेजबाट तपाईँहरूलाई एकदम हार्दिक धन्यवाद र आभार प्रकट गर्दछु, किनभने तपाईँहरूकै सहयोगले हामीले शङ्खलापुर सको महोत्सव सम्पन्न गर्न सक्यौँ। यो शङ्खलापुर सको महोत्सव हामी सबैको भएको कारणले गर्दा त्यो कार्यक्रममा जुनसुकै हिसाबले तपाईँहरूले आफ्नो प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सहयोग गरेको मैले देखिरहेको छु।